क्याबिनेटको बैठक भयो, त्यसमा चाहिँ प्रधानमन्त्रीज्यूले के भन्नुभयो तपाईँहरूलाई? प्रधानमन्त्रीज्यूको हामी सबैलाई निर्देशन स्पष्ट ढङ्गले जनताको सेवा उहाँको सिभिल सुप्रिमेसी नागरिकको सर्वोच्चतालाई कायम राख्ने गरेर सबैले काम गर्ने र अहिलेसम्म नेपालको परम्परा पदमा भएका आसीनहरूको सर्वोच्चतामा बढी काम गरेको देखिन्छ, उनलाई सर्भ गरेको देखिन्छ। अबदेखि चाहिँ नागरिकहरूलाई कसरी छिटोभन्दा छिटो सेवा पुर्याउन सकिन्छ त्यो दृष्टिकोण राखेर काम गर्नु भनेर निर्देशन दिनुभएको छ। अनि अब काम गर्दै जाँदा तपाईँहरूको प्राथमिकता चाहिँ केमा हुन्छ खासमा? मुलुकमा हाम्रो हामीले अब राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावको वाचा पत्रमा स्पष्ट ढङ्गले दुईटा मूल मुद्दामा हामीले कुरा गरिरहेका छौँ, सुशासनको पक्षमा र आर्थिक समृद्धिको पक्षमा। त्यसलाई पुरा गर्नको लागि क्याबिनेटले एउटा निर्णय पनि गरेको छ। हामीले 100 वटा जस्तो हामीले आगामी दिनमा हरेक मन्त्रालयलाई छुने गरेर के काम गर्ने भनेर आजै पनि एउटा निर्णय भएको छ। विशेष गरी यो सार्वजनिक सेवा प्रवाहका विषयलाई प्रविधिसँग जोडेर फटाफट डिजिटल रूपमा चाँडो गर्न सक्ने विषयहरूमा हाम्रो प्राथमिकता छ। व्यापार व्यवसाय विशेष गरी उद्यमशीलता फस्टाउनको लागि बाधक बनेका कानुनहरूलाई रोक्ने विषयहरू पनि छन्। स्वाभाविक रूपमा एउटा जेनजी आन्दोलनपछि भएको चुनाव र त्यस मार्फत मतादेश पाएर आएको सरकार भएको भएर जेनजी आन्दोलनलाई अध्ययन गर्न बनेको प्रतिवेदनमा पनि कार्यान्वयन गर्ने विषयमा पनि सरकार अगाडि बढ्दैछ। अनि यो प्रतिवेदन चाहिँ कहिले चाहिँ कार्यान्वयन हुन्छ, यसको बारेमा पनि थोरै बताइदिनु न। मन्त्री परिषद मार्फत जुन निकायहरूमा गृह मन्त्रालय लगायत अन्य निकायहरूमा जान्छ, ती निकायहरूले कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनु। प्रतिवेदनले तत्कालीन सरकार केपी ओली रमेश लेखकलाई कारबाही गर्ने भनेको छ। अब चाहिँ बालेन सरकारले यसलाई चाहिँ के गर्छ? पक्कै पनि त्यहाँ जसरी प्रतिवेदन आएको छ त्यसलाई तत् निकायहरूले आवश्यक अध्ययन गर्छन्। कानुन सम्मत भयो भने स्वाभाविक रूपमा त्यो अभियोजनको प्रक्रियामा जाने कुरा त त्यो कानुन सम्मत हुँदाखेरि त्यो गइ नै हाल्छ। अनि तपाईँको मन्त्री परिषदको बैठकले चाहिँ 100 कामहरू कार्यान्वयन को सूचीमा छन् भनेर अगाडि पनि भन्नुभएको थियो। ती कामहरू के छन्, कस्ता कस्ता कामहरू छन्? मैले त्यो 100 वटाकै लिस्ट भन्नुभन्दा नि मूल रूपमा सार्वजनिक सेवा प्रवाह गर्ने मैले सुरुमा भनेको जस्तो नागरिक सर्वोच्चतालाई ध्यानमा राखेर, जस्तै उदाहरणको लागि हेलो सरकारमा आउने कम्प्लेनहरूलाई कम्तीमा पनि 24 घण्टाभित्र रेस्पोन्स गर्ने। उदाहरणलाई मैले एउटा भने फास्ट रेस्पोन्स, गभर्मेन्टले नै नागरिकका चासो र चिन्ताका विषयहरूलाई सकेसम्म चाँडो रेस्पोन्स गर्ने र सरकारले दिने सेवाहरूलाई सकेसम्म चाँडो गर्ने खाले विषयहरू चाहिँ बढी समेटेका छन्। अनि सुशासन पनि एउटा तपाईँहरूको प्रमुख मुद्दा थियो। भ्रष्टाचार सम्बोधनको लागि तपाईँहरूको निर्णयले के गर्ने भनेको छ, यसको बारेमा पनि थोरै बताइदिनु। सुशासनको एउटा पक्ष यही सार्वजनिक सेवा नै भयो, यसको सरलीकरण। दोस्रो पक्ष भनेको जुन भ्रष्टाचारसँग सम्बन्धित पुराना फाइलहरू छन्, विशेष गरी काण्डहरू छन्, त्यसलाई एउटा आयोग नै बनाएर अगाडि बढाउने भन्ने सोच छ अहिले। अनि तपाईँ परराष्ट्र मन्त्री भनेर जिम्मेवारी सम्हाल्दै गर्दा मध्यपूर्वको सङ्कटले अहिले चुलोदेखि लिएर वैदेशिक रोजगारमा रहेका धेरै नागरिकहरूलाई प्रभाव पार्दै आएको छ। यो अवस्थासँग चाहिँ अब तपाईँहरूको के छ, प्लान के छ? तिनीहरूलाई चाहिँ सुरक्षित स्थानमा कसरी के हुन्छ यसको बारेमा पनि थोरै बताइदिनु। पहिलो प्राथमिकता भनेको मध्यपूर्वमा भएका नेपालीहरूको सुरक्षाको प्रत्याभूति गर्ने हो। त्यसको लागि त्यहाँ भएका सरकारहरूसँग परराष्ट्र मन्त्रालयले समन्वय गरेर त्यो काम अगाडि बढाउँछ। आवश्यक पर्दाखेरि या परराष्ट्र मन्त्रालयमा एउटा अलरेडी नै एउटा कमिटी बनिसकेको छ, त्यसले 24 आवर मोनिटरिङको काम पनि गरिराखेको छ। केही पर्यो, इमर्जेन्सी रेस्पोन्ड गर्नु पर्यो भने परराष्ट्र मन्त्रालय तयारी अवस्थामा छ। साथसाथै यो सप्लाई चेनमा आउन सक्ने फ्युल लगायत अन्य विषयहरूमा पनि अध्ययन गरिराखेका छ। हामीले सरकारमा आउनुभन्दा अगाडिदेखि नै अध्ययन गरिराखेका छौँ। त्यसका केही कार्ययोजनाहरू केही दिनमा हामी सार्वजनिक गर्छौँ।